ल केटा अब हामी चाहिँ लाग्यौँ है होइन यहाँ एउटा एक्सपल्स अर्को यहाँ छ पाले पिलो तेरो त कस्तो छ नि क्यामेरा के अरे क्यामेरा हेलमेट त अनि भेट्यौँ बिस्तारै बाटोमा अब र अहिले चाहिँ हामी बेनी आइपुगेको छौँ ह्यान्डसम केटा छ हामी ओए तेल त माथिसम्म छ त यहाँ तेल त फुल छ हौ मेरो त उपर मलाई नि त लयो त्यसमा है ओइ मेरो त कपाल झर्न थाल्यो क्या मेरो त बेनी होइन अब हालमा थोरै हाल्दैन त के हो त अनि पैसा लटप छ त यार केटाहरूलाई यसो झोलुङ कुल देखेर नि हिँड्थ्यो केटाहरू ओइ अरू झरे पनि यो क्यामेरा नझरोस् है खतरा पानी झरेको रहेछ यार मुस्ताङ आएको छैन हौ अहिलेसम्म त्यस्तो नगर न हौ ल कति 2-3 बजिसक्यो होला कस्तो कालो दिएको एक्लै हिँडेर ओए झर्लास् है अब एकछिन फोटो यहाँ खिचेर अनि हामी चलिदिइहाल्ने हो यहाँबाट अहिले चाहिँ हामी कहाँ हो यो बेग खोला भन्ने ठाउँमा आइपुगेको छौँ भर्खरै टाढो फोटो खिच्ने त्यही भएर अलिकति राम्रो छ नि त ठाउँ पनि पाहाडे यस्तो दामी ढाकेको फुलसँग तर यारमा कसै यति धेरै चाक्का जिन्दगीमा दुखेको थिएन बाघ गाडी आइरहेछ यस्तै हो अब जोमसोम हामी पुग्न आँट्यौँ आजको बसाइ चाहिँ जोमसोमसम्म हुन्छ होला त्यस्तै हो आज हामी जोमसोमसम्म बस्ने होइन यता हाम्रो कता आज हामी चाहिँ बोल्न त ल जोमसोम बजारसम्मको यात्रामा छ यो पनि के र अघि निस्किँदाखेरि त गोरो थियो अहिले त काले भइसक्यो यार गोरो निकाल्छ यार यस्तै छ ल साथीहरू अब हामी लाग्दिएको अहिलेको लागि चाहिँ मेरो साथीको सपना पुरो भयो यार भर्खर गडाङ गुडुङ गऱ्यो कि तर त्यही पनि झर्ना आयो हान्दिनँ बाहुबलीको झर्ना कस्तो गडाङ गुडुङ गऱ्यो है भर्खर कि बम हानेको फुल हो कि झर्ना आयो त्यो सानोतिनो झर्ना हो त्यो पौडी खेल्न मिल्छ क्या कस्तो चिसो यार यहाँ भन्दा के भयो अरे भर्खर अहिले भर्खर हामी के हो बम पड्केको होइन बम होइन हाम्रो कन्स्ट्रक्सन रोड एक्सपान्सन तिमीहरूले गरेर यहाँ ढिलो भयो कि भएन हामीले थोरै त्यहाँ रेड बुल खाना आधी घन्टा के को रेड बुल फोटो खिच्नको लागि हो फोटो खिच्न टाइम वेस्ट भएको छैन हामीले त्यहाँ रेड बुल र तैँले कोक पेप्सी आधी घन्टा टाइम चाहिँ हामीले त्यहाँ स्पेन्ड गरेको कारणले चाहिँ द्याट इज द रिजन वाइ वी आर इन दिस एकछिन होइन 5 मिनट छिटो गरेको हामी हिँड्थ्यौँ पुग्थ्यौँ क्या उता गर्थ्यौँ अराउन्ड 20 मिनट्स किन भन्दा त्यहाँ सेटिङ गर्नु पऱ्यो नि त कति बेला जान पड्काउन यो थिच्ने बित्तिकै सबै सेटिङ भइहाल्छ गाडी त फर्किसक्यो हामी त अब के अरे सर्ट ट्रेकिङ भयो है यत्रो भारी बोकिरहेछ के होला त्यो अब गएर खाजा खाने हामी अहिलेकै ठाउँमा बाहुबली झर्नामा खाजा खाने एकछिन वहाँ पुगेर आउनुपर्छ
लेसन एउटा यहाँबाट झार्नुपर्ने किन जानु माथि चाहिँ हो जाने नि माथि माथि किन जानु र तिमीबाट गर्ने माथि गएर काम माथि माथि नजाउँ एउटा लड्नु पर्यो नि एउटा भिडियो त गर्नु पर्यो त्यो दामी छ सिन म्यागको छ नि सेम जस्तो त हुन्छ फेरि कहाँ यस्तो अकेसन मिलेर हाल्छ यहाँबाट लडेर खिच्नु न गोप्रोले के हिमाल देखेको त्यही त हो भिडियो बनाउनु अरे भिडियो खिच्नु भनेको फोनले तेरो फोनले भनेको क्या लाइक डाउला जाने धेरै नपटारो अनब्यालेन्स होला नि धेरै केटाहरू माथिबाट फेरि हामी फर्केको यहाँनिर के ताल छ भनेर होइन जान किन डर्किआएको चिज छ माउन्टेन डु खाने के न्युट्रल चाहियो र डर्किआएको चिज छ केटा होला बिस्तारै ब्रेक हान्नु जान्छ जान त पनि गयो केटाहरू ल माथि उस भेट मार्छ ल केटा अब हामी चाहिँ खासमा मुस्ताङ जाने भनेर हिजोदेखिको गरेको होइन प्लान केही भएको छैन त्यस्तो सोचे जस्तो तर हामी एक ठाउँमा चाहिँ आएको छौँ यस्तो दामी छ नि केटाहरू यहाँ भिडियोको गर्नको लागि खोजेको छ होइन यहाँ हेरौँ न यहाँ यस्तो दामी छ कसम साँच्चीको आँखाले त यस्तो दामी देख्छ नि यो यस्तो कसम ओभर आइ मिन लभ ब्रो अब हामी जाने भनेर चाहिँ खासमा मुस्ताङ जाने भनेर गरेको तलहरूलाई खासमा हामी मुस्ताङ जाने भनेर प्लान गरेको हिजो अस्तिदेखि तर हामी अब यत्तिकै घुम्दा हामी आज कहाँ पुगिसक्यौँ भने थाहा छैन होइन ठाउँ चाहिँ तर ओभर दामी छ क्या क्यामेरामा त्यस्तो दामी देखिँदैन होला कि तर कसम आँखालाई चाहिँ यस्तो बल हानेर जाने यिनीहरू चाहिँ भिडियो गर्दैछ अहिले यहाँनिर काफ्लेको मन चाहिँ अघि गर्छ कि होइन ए नाच्दैन खुट्टा उचाल न यस्तो दामी छ नि सिनमा कसम यस्तो दामी सिन मलाई कति पछि देखेको यार कसम भनेको यो ठाउँ चाहिँ मलाई ओभर दामी लाग्यो क्या यहाँ बस्न हो भने छैन ओ यो ठाउँको नाम चाहिँ के पो अरे टिटी लेक मेरो बेट्री छैन यहाँ हेर्न कस्तो दामी यस्तो दामी छ यार कसम भनेको यस्तो दामी कसम अघि पनि मैले भन्न त भने होइन ओभर दामी छ यहाँनिर फुलहरू पनि फुलिरहेछ मार्फा भिलेज आइपुग्यो हो हो र होइन होला हो कि कहाँबाट छिट्यो जाने छ नि मलाई छिटो लाग्छ ओए मैले साँच्चीकै गएको भनेको ऊ नकली पो रहेछ Marfa pugiएको ठाउँ मार्फा दारु दामी गाह्रो
तले गयो मैले लिम्बू आयो होला भने जोमसँगै बजारमा बस्यो 12 बजी आउँछ ओए मा कसम उडाइदियो र बाइक नि उडाइदियो झन् चलेको है सबै रकी माउन्टेन रहेछ नि झन् कता हो स्कुटर चाहिँ जान थालिसक्यो फेरि हावा चाहिँ कस्तो आइदियो ल साथीहरू हामी चाहिँ अहिले चाहिँ कहाँ हो यो कहाँ भन्नु त कागबेनी छेउमा छ हामी चाहिँ यता कागबेनी कहाँ हो लङकाम जाने बाटो र डोल्पा जाने बाटोमा ठ्याक्कै हामी ठ्याक्कै जङ्सन पोइन्टमा छ हामी चाहिँ जोमसन त हामी पढिसकेको मैले भन्छ हावा राम्रो चलिरहेछ कहाँ मुद्दा भाइ क्या जेस अब साथीहरूलाई चाहिँ रिग्रेट हुँदै होला नगएको साथीहरूलाई चाहिँ यार कागबेनी त्यसको भिडियो गरेर मुतेको त्यसको भिडियो गरेर मुतेको ल है अब हामी कता आज हामी अब कागबेनीदेखि माथि जाने झगडा परेर केटाहरूसँग यहाँनिर कता कता जाने केटाहरू थाहा छ जाने खासमा हामी हिजो पुग्नुपर्ने आज पुगेको उसले गरेर ल सटै सट ओपर गोडो देखो क्यामेरामा चाहिँ लास्ट हेलमेट खोल्न गोरो देखिन्छ कि तल नि हेर त गोरो देखियो कालो 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 देखियो चाहिँ के लाइट देख्छ गोरो देख्नु पर्ने हो त कहाँ छ लाइट उयो लाइट देखिनस् नेचुरल लाइट घामले ल कडा अब लाग्दिएको अब हामी त्यस्तै हो ल पुग्यो म्यार छाडा नपऱ्यो कडा हो ओ हेर्नु कस्तो टाइम थियो यार यो त पुरै त्यो खाडीमा कस्तो टाइम थियो हेर्नु मरुभूमि जस्तो कहाँ तर दामी छ ओ उता भित्र पुगेर आइज नि त के छ गएर आइज न उहाँ होला नि के अरे हिउँ चितुवा आउला नि फेरि हिउँ चितुवा है चितुवा चितुवा यस्तै छ कहाँ हामी कहिले कहाँ पुग्ने भने कहिले कहाँ पुग्ने कस्तो अल्छी फेरि काले आएको आयो बोल हेलो पिपल वी आर एट चुसाङ चुसाङ के आइसकेको छौँ अब हामी यहाँ बसेर भोलि बिहान निस्किन्छौँ लोमनथाङको लागि इट इज अ चिलेस्ट प्लेस अघि आएको हामी आउँछ अघि आएको होइन यताउता के लुगा सुगा मिलाउँदा यहाँ छ कोही गएको होइन ओभरै छ तैँले के अरे कसले भनेको मिसी भन्दा कसले गएको अरे है इग्नोर हान्थ्यो हामी अहिले चुसाङमा छौँ भोलि बिहान उठेर हामी जाने लोमनथाङ त्यस्तो राम्रो भिडियो आएको छैन भ्लगहरू त्यो भ्लग्स त होइन यत्तिकै मेमोरीको लागि मात्र हो अरू त खासमा केही पनि होइन के भयो लाक्की बोल ल हेलो गाइस हामी चाहिँ यहाँ चुसाङको पनि हामी के छ भन्दा चाहिँ यहाँ पुलिस बिटमा छौँ ल के भयो बोल न नि सक्यो त्यो हुन्छ केही हुँदैन अनि अनुहार देख्दिनँ अनेक छ एक यसो थिच्न अब ए हामी चाहिँ यहाँ के छ भन्दा चाहिँ पुलिस बिटमा छौँ हामी चाहिँ अनि यहाँ केटाहरू पनि छन् हामी चाहिँ फेरि राइडमा अलिकति यो बाटो तपाईँले देख्नु सक्नुहुन्छ उताको बाटोतिर हामी अब अगाडि बढ्दैछौँ
अब हेर्दै जाउँ कस्तो हुन्छ यो बाटो अब अलिकति अँध्यारो पनि छ हाम्रो बाइक चाहिँ अल टाइम यहाँ सपोर्टर बाइक अल टाइम सपोर्टर हाम्रो मुटु ढुकढुकी कति हजारको बाइक भन्न यो हाम्रो 28,000 लाखको को भन्न कस्तो 28 USD को हाम्रो बाइकको दुईटा हाम्रो 20,000 USD एकदम तयार साथी तयार भइसकेको छ पछाडि ब्याग छैन त्यही भएर ऊ अझै पनि एक्लै उठेर नै हाँक्न आँटिसक्यो साथीको अरू त त्यस्तो पेन्ट चाहिँ दामी छ क्या रातो पेन्ट के अरे अहिलेको लाल के अरे गीत टिकटकको गीत रातो रातो के अरे बिर्स्यो ल त्यही हो होइन साथीहरू हामी चाहिँ चल्दिएको ल एकछिन घुम्नुको लागि ले म बोक्छु पानी चसमा बगिस् ल केटा हो अब हामी चाहिँ लाग्यौँ मासतिर बोर्डर साइडतिर कति 5 बजे उठेको तर 7 बजे हामी निस्किँदैछौँ यहाँबाट अबको 3-4 घन्टामा पुगिन्छ होला नि त ब्याग स्याग चाहिँ होटलमा छोडिदिएको होइन हामीले 4 7 8 6 बजे अब म के यो चाहिँ हातमा बोक्नु अनि पानी त्यही त भने त्यहाँ यस्तै छ केटाहरू होइन अब जाने हामी मासतिर दबाई लिनुहोस् एउटा यसले चाहिँ टाँसिदिएको फेरि ए अनि यसको ब्यागमा हाल्दा भएको त अनि पानी अनि तेरो ब्यागमा यसमा अट्दैन बोक्न साइडमा यता भित्र हाल्न यसरी ए यस्तोमा हाल्दा भित्र ल चाहिँ ल ल हजुर जाउँ ल केटा अब हामी निस्केको यार म त बिहानै उठेर यस्तो बिहान 4 बजे उठेर हेर्थेँ दामी लाग्यो चिसो हावा ल गाइस अब हामी लाग्दिएको ल हेर्दै गरौँ हामी ल लाग्दैमै केटा अब हामीले ओभर दामी छ यार भेट्दै गरौँ साथीहरू अहिले चाहिँ हामी खोइ कहाँ अरे यो कहाँ अरे हो ए खोइ बाइकमा बस्दा चाक दुखेर यहाँ केटाहरू टिकटक भिडियो बनाउने अरे होइन अनि यसो यहाँ चाहिँ केटाहरू यहाँनिर चाहिँ घोडा छ यार देखिँदैन त्यस्तो देखिँदैन होला होइन तर ओभर दामी छ घोडाहरू देखिरहेको छ त्यो टिकटक बनाउने अरे उहाँ सुतिरहेको अहिले हामी कहाँ छौँ थाहा छैन तर नेपालमै छौँ हामी ओए मर्लास ख्यालमा म एउटा घोडा देखाउँछु ल कसम मेरो फोन झरो साथी उताबाट जुत्ता सजिलो हुन्छ चाकु तर गर्ने कपाल फेरि कपालै खुट्टा घोडा त्यहीँ छ खुट्टा तान्नु पर्ने छ चाकलको त ए जे तान्नु ल यस्तै छ है साथीहरू अब डाइरेक्ट माथि पुगेपछि भिडियो गर्छु म ब्याट्री पनि छैन यो फेरि सुत्ता एकचोटि फेरि सुत्ता कस्तो सुत्छेस् डन्डी फोर देखा ल साथीहरू गाइजहरू हामी चाहिँ फाइनली लोमनथाङमा आइसक्यौँ लोमनथाङ ठाउँमा छ माथिबाट अलिकति माथि पुग्न आँट्यो मेरो कपाल चाहिँ लास्ट चाहिँ यतिको भइसक्यो यार यो के अरे के भन्छ कपालमा धोएर धुलोले गर न एकचोटि भौड्यो ला सुट घोक ओभर दामी छ केही छैन तर पनि यस्तो हेरेर दामी छ पुगेपछि हामी फेरि खिच्नेछौँ ब्याट्री मैले रिप्लेस गर्न बिर्सेँ क्या होइन मैले ब्याट्री मेरो नि खिचेर
बोर्डर र नेपाल बोर्डर आइपुगिसकेको छु पुरै चिसो फाक मेरो ब्याट्री पनि सकिन आँट्यो 12% बाँकी छ यो उसको परको चाइना बोर्डर ऊपर चिसो है देखाइहाल्छ नि टेक्नोलोजी यस्तो छ बाइकै बाइक छ नि नक्कली आएको नेपालको चाहिँ यस्तै छ है मैले त यहाँसम्म आइसकेँ याकै दिएको छैन रियल याक यार रियल याक वाउ छैन ठिकै छ यस्तै हो होइन बोल्ने कुराहरू धेरै छ त्यो बाटोमा धेरै छिटो गरेर चाकै थर्किसक्यो अल्ला राखिदिएको मन लाग्यो होइन भर्खरै छिर्यौँ होइन टक्कै यस्तो छ दाइको बाइक छैन अहिलेको दाइ हामीलाई गर्ने यस्तो छ नि त होइन बाहिर चिसो भित्र चाहिँ यस्तो दुइटा खाइदिउँ न पाले पिलो डो पनि धेरै छैन नि त ए हो र दाइको दोकान धानिदिउँ न सब हान्थ्यौँ ए के हो भनेको त कुकुर यो दाइको कलेक्सनहरू यहाँनिर चाइनिज ओ टेन्ट त म्या कसम ओभर दामी तातो रहेछ नि त अनि चाउचाउ दुइटा चाउचाउ तिनवटा होइन तिनवटा अनि के अरे कफी चाहिँ दुइटा हानिदिउँ न कस्तो लागेको छ तातो भएको छ तँलाई मेरो त अघि त बाइकमा चाक थर्केर ल यस्तै छ है खाने बेला भिडियो गर्छु मेरो ब्याट्री सक्यो 10% सेट बाँकी भिडियोमा भयो भने म फोनमा गर्छु एकटा ल केटा अब धेरै पछि भेट भयो फेरि अनि हिजो सुति त हाल्यो अनि आज पहिलो दिन आज दोस्रो दिन भन्दै आज कुन दिन आज चौथो दिन होइन धेरै कुराहरू भयो होइन मासतिर चाहिँ बोर्डरमा ब्याट्री पनि सकियो गोप्रोको अनि तनाव भयो के टाउको दुखेर माथि मैले यसलाई उपर सरापेँ मैले यस्तै मलाई चाउचाउमा आएको थियो मैले दिइनँ कि एक्लै खाइदिएको यसले मलाई सरापो मलाई नि यसलाई सराप दिएको तर बट चाक दुखेर जिउ दुखेर टाउको दुखेर आयौँ हामी 5-6 घन्टामा यताउता गरेर फोटो खिच्दै भिडियो खिच्दै अब हामी चाहिँ अहिले खासमा हामी जाँदैछौँ मुक्तिनाथ जाँदैछौँ मुक्तिनाथ गएर नुहाएर दुम्बा ताल कुन्ताल जाने त्यसपछि डाइरेक्ट पोखरामा भेट हुन्छ पोखरा जाने हामी ल यति नै भन्नको लागि मैले चाहिँ गरेको यसले ल केटा हामी फाइनली मुक्तिनाथ आइपुग्यौँ है के अरे के घोडा चढ्ने के साथी हिँड्न सक्छ घोडा त अब हामी उता चढौँ न नि त के अरे जमसममा घोडा के अरे मुक्तिनाथ आइपुग्यो मेरो पनि झोला यहीँ राख्छु नि यार म कहाँ झोला बोकेर हिँड्नु जाने यस्तो अनि यस्तो झोला नि बोकेर हिँड्नु म यहीँ बाँधिदिने नि निकालेर पो तिनटै नभए त म त मर्छु त नि यस्तो अनि यो झोला बोकेर अनि
यहाँदेखि मास्टर रहेछ मुक्तिनाथ जाने बाटो दामी भ्यू देखिरहेछ आज ल एकछिन ल अब यो उसको के गर्नुपर्छ तँ के घोडा लिन गएको बुझ्नु लगाएको मलाई त्यस्तो लाग्यो हो के ऊ पाइहाल्छ नि त्यत्रो घोडा भेटाइहाल्छ नि के त्यही त अनि झोला त राख्नु परेन म कहाँ नभए झोला म यो बोकेर जान्छ नि ल ल ल केटा सुरु भयो हाम्रो असली यात्रा म त केटा हो मुही माथि चाहिँ सास फुलेको थियो बिस्तारै जाउँ ल घोडाहरू यस्तो रहेछ नि त माथि रहेछ होइन ल म चाहिँ एकछिन राखेको कि म चाहिँ पिसाउँदै जान्छु ओ एकछिन पिसाउँ हो र केटा एकछिन ल गले यार भयो उता हिँड्न अब उता गएर फेर्नु ल केटा आइपुग्यौँ हामी आयो होइन तालु चिसोले अब समीरको पाल्यो अनि त्यसपछि मेरो पाल्यो के छ झाडो त झाडो ओके ल आइज न भयो कस्तो हो जाडो भयो मेरो पालि भइरहेछ होइन यहाँ त ल भइरहेछ ल दोस्ती नाङ्गो भयो दोस्ती अब पकड्छु दोस्तीको लागि मैले त टावल बोकिरहेको छु ल दोस्ती अलिक ल प्रब्लम रेडी भइसक्यो नुहाउनको लागि ल दोस्ती पखाइ म उता जान्छु अनि ल म उता जान्छु अनि ल पक दोस्ती साइड छोड्नु साइड ल बिस्तारै कस्तो भयो त पहिला लाउतिर मलाई बुढी आमा ल्याङ गरेको गीती भयो तेरो पालो लाग्छ गीती भयो मलाई यो बुढी आमाहरू ल्याङ अनि मान्छे हेरेर पस्नु पर्दैन त
ठिक छ कति टाउ के भयो ल साथीहरू हामी चाहिँ भर्खर नुहाइसक्यौँ होइन त फ्रेस भयो है केटाहरूको के अरे दामी सर्ट आयो होइन मेरो चाहिँ जोतको निकाल्दैन मलाई चाहिँ के अरे गीती गरेँ क्या त्यहाँको के अरे भन्नु हजुरआमाहरूले जय महादेव हजुर महादेव भन्दै थियो म चाहिँ हो गुटुङ टुङ टुङ कुदिरहेको थिएँ अहिले भिडियो क्लिपमा आउँछ ल अब हामी निस्केको अब ओभर जाडो ल केटा हो फाइनली सबै जोक सकियो भन्नलाई नि दुईजना किनेको राम्रो आयो होइन भिडियोहरू मेरो चाहिँ राम्रो आएन ठिकै छ त्यो पानी डुब्नेवाला डुब्कीवाला चाहिँ खै के बनाउँदै रहेछ पानी सुकाएको रहेछ अहिले चाहिँ हामी कहाँ हो गौतम बुद्ध छ त यहाँनिर दामी सिङ तँलाई भोक लाग्यो होइन गु पनि आयो तँलाई के गर्छस् त अब यस्तै छ हो अब पूजा गर्ने ठाउँ त धेरै भिड थियो हिँड्दैन सिरियस त गरौँ न यो गुम्बामा खिचौँ न बुद्धिस्ट त्यही होइन त्यस्तो सानोतिनो अपडेट हो हाम्रो ओ म यताबाट हो यता कहाँ छिर्नु मिल्दैन त यस्तो दामी छ पानी चाहिँ कहाँबाट आयो क्या यता पानी चाहिँ केटाहरूको के भयो भिडियो भएन राम्रो छ त्यहाँ फुलहरू राम्रो देखिरहेको छ नि यस्तो दामी भ्यू देखिरहेछ नगर्ने किन कस्तो दामी देखिरहेछ यार भाइ म त एकछिन यहीँ सुत्दिउँ कि क्या यार मेरो अनुहार ओभर रातो भयो क्या केटाहरू फेरि बेग्लै छ फेरि यहाँनिर अब हामी कहाँ जाने रे भाइ अब हामी सायद के अरे खोइ कुन चाहिँ धुम्बा तालकी कहाँ जाने यो ल भेट्दै गरौँ ल केटा हामी आयौँ कहाँ दामी रहेछ भ्यू कहाँ गुफा कुन अरे है यही हो तालमा ताल जमसम देख्यो मासतिर र चाहिँ अलिकति दामी रहेछ यसको पानी कलर चाहिँ क्या साथीहरूले अब बाइकमा लडाइहाल्यो एकचोटि मलाई त के बाइक साथीहरूलाई के भयो भने के फरक पर्दैन क्या बाइक चाहिँ के पौडी खेल्न आँटेको के अरे यता तेरो पिओभी जस्तै भयो यहाँनिर त अनि तेरो खिचिरहेको छ मैले ल अब एकछिन हामी रमाइलो गर्छौँ ल फोटो खिचेर ओभर आवाज आउँछ केटाहरू त्यसरी खिचेछ आफू चाहिँ यस्तो आनन्द नै घाम आँखामा पऱ्यो होला होइन ओभर दामी पोज पनि दामी छ फेरि यहाँनिर केटाहरू त भिडियो खिचिन्छ आफू चाहिँ होइन सबै त सकिसक्यो चाहिँ यस्तो गरेर टक्क यस्तो गर्ने होइन कस्तो दामी पुग्यो ल केटा हो अब हामी डाइरेक्ट अब चुमचुममा हल्का खाजा खाएर हामी चल्दिहाल्ने पोखरा दामी सनकिस भइरहेछ यार ल भेट्दै गरौँ है त ल केटा हो कतिजनाले हेर्दैछ मेरो भिडियो
भन्नाले अब हेर्छ नि त अब केटाहरूले त हेर्छ नि 4-5जनाले भए पनि त्यही 4-5जना 4-5जनाले हेरे पनि अनुहार चाहिँ मेरो बडो दामी भएको छ है यहाँ यति कालो डार्क सर्कल यति रातो 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 तेरो भिडियो यहाँ हात पनि रातो छ यो के हो ताट मेरो हातमा रातो के अरे कालो एकदमै दुःखद खबर के छ भने अब हाम्रो ट्रिप सक्यो है पोखरामा चाहिँ बाँकी छ त्यसैले अब पोखरामा पनि ढेवा धेरै छैन साथीभाइहरू हाम्रो ट्रिप सक्यो यति भन्नलाई मैले भिडियो बनाएको धेरै कुराहरू भयो धेरै कुराहरू भयो अहिलेसम्म चाक दुखिरहेको छ मेरो यार यति भन्दै मेरो 2 शब्द यहाँ टुङ्गाउँछु धन्यवाद बाई बाई त के भन्छु यस्तो नाङ्गे छस् के भन्छु बाई बाई मरिरहेको मेरो आफ्नै भाइले देख्यो पहिलाको तोरै बोयफ्रेन्ड तिम्रो लाइफमा थिएन लभ एन्ड केयर सबै एउटै हुन्न नबिर्स्यौ बोलेर हेरेछ नजिकको मैले भन्न खोजेको कुरा किन रक्सी छैन रक्सी किन्दैन रक्सी यस्तै गीत बजाएर रक्सी किन्दैन कहिले थियो तर पनि म तिमीसँग चाहिँ त्यही उसले बुझ्न सकेन बडो मेरो मुखको गुमायो Petrol